आम्बो अनि सम्धिनी आवाज त फेरि हामीलाई पो अफर आउने भयो त यार। मिठो रहेछ नि ओ सम्धिनी। फिदा हुने छ नि है फेरि। नाम पो रहेछ थाले त हो यसले नै हो किन थारुनीलाई लिएर गएको सम्धिनी हजुर अघि थारुनीलाई लिएर जाने यही भस्मे हो। ए भिपी अनि यो जेम्स हो क्या मान्छे नाम त म त भी अगाडि देखेर त त्यो भस्मे मात्रै भन्न आउँछ। ए मसँग त को आउँछ त पुरो छोड न त्यो कति आउँछ कति जान्छ भयवर्ग संसारको सब लड्की उठाएर लिएर जान्छ है। सब लड्की उठाएर ल्याउनु पाले बेच्नु त होइन बेच्नु त होइन होइन हामी त जान्दैनौँ उठा आइया मागेर मगर्नी डनलाई लाने मगर्नी डनलाई चाहिँ अब लानुपर्छ त डाक्टर साहब कैँची निकाल्नु त चक्कु निकाल्नु त चिरफार गरिहाल्नु पर्यो। डल्लु हेर त मलाई के भनिरहेको पेसेन्टहरु आएको आइछ ल त्यसको चार्ज म तिर्दिन्छु है। फाइदा उठाइहाल्नु। डाक्टर र नर्सले गर्छ तिरफार त्यसको चार्ज चाहिँ म तिर्दिन्छु। हैन तिमीलाई के मेरो माया त्यहाँ लाग्दैन डल्लु त्यस्तो पो भन्ने कसले डल्लु भनेको डल्लु नभन्नु न त्यस्तो मेरो सम्धिनीलाई पर्मानेन्ट भयो है चिरफारको लागि। डल्लु त्यो एक्लै गयो नि बेबी भन्छ त्यही रिस उठ्छ मलाई। अनि त किन त मान्छे गरेर डल्लु भन्नु पर्दैन मात्रेमा डल्लु भन्ने प्राइभेटमा फेरि एक्लै भयो भने मात्रै बेबी भन्ने दिनी त्यस्तो यो प्राइभेटमा बेबी भनेर यो यस्तो गर्ने मान्छेलाई त राख्नु हुँदैन यो कस्तो काम छैन यस्तो पुरै एकान्तमा गएर के गर्न खोजेको एकान्तमा माया गर्ने हो मेरो सम्धिनीलाई कसैले लाने हैन है। सम्धिनीलाई नलाने हो तपाईँले नै बरु लाने अब मगर्नीलाई त्यही के गरे व्हीलचेयरमा गयो त हो नि व्हीलचेयरमा कतिजनालाई माया गरेछु ट्यापिनीलाई गरेछु खुब गरेछु मैले भनेको मलाई त्यो एक सुट हालिदिनु गिफ्ट गर्नु गरेन त्यही त मेरो पोइ हुनुपर्छ भनेको क्या मेरो बुढो हुनुपर्छ। यसलाई चाहिँ हेर यसलाई चाहिँ मैले भनेको के न त कारै गिफ्ट गरिदिनु चाहिँ एउटा एकचोटि गिफ्ट गर्दैन के गर्नु गाह्रो छ माया लाग्दैन। मेरो बुढो हुनुपर्छ भने मेरो पोइ हुनुपर्छ त्यस्तो एक सुट त के त्यो चाहिँ अब गाडी त के फेरि अब कता पोइ बन्नको लागि कता आउनु पर्छ झरबारमा आउनु ल भएर छिट्टोमा आउनु अस्ति नै भनेको मैले एउटा रुम लिएर राखिदिन्छु बेलुका म के भन्छ भात तरकारी पकाएर ए भगवान् त्यो त उ छैन क्या भिसा छैन त कसरी आउनु भेट्न भात सात पकाएर राखिदिने थाकेर आएको हुन्छु भात सात पकाएर राखिदिने अर्को महिना आउनु त भनेको लु अर्को महिना आउँछु ल त्यहीमा बसेर खाने सुत्ने खान्छु ल उहाँको बोली सुन्दा त मधेसी जस्तो सुनिन्छ त मधेसी हो मैले अहिले भन्न लागेको थिएँ म नबोलेको मधेसी न पहाडी होइन सबै नेपाली हो बुझ्नु भयो नि नै हामी थर भनेको के चौधरी हो यादव मान्छे त अनि यस्तो धनी हुन्छ नि त है अनि किन म त गरिब छु तिनी मेरो फोन नम्बर माया थियो हेर्नु सम्झिने ओके बस्यो यार दिनु भयो कि क्या कहाँ दिन्छौ दिनु न यस्तो घस्यौटाहरूलाई झारपातहरू मसँग रहेछ आज एक्सेप्ट गरे खै नाम फेरे त म जान्दैन ट्यापिनीको साथी हो क्या मेरो साथी हो कि तर मैले चिन्दैन मैले मेरो त्यसो के म त साथी त छ कि चिन्दैन बोल्दैन भाले हो कि पोथी हो ल फेरि भन उता भालेलाई पोथीको खोजीमा छु अरे म्यासेज हेर न फ्रेन्ड रिक्वेस्ट पठाएर रहेछ खोइ एकचोटि माइक खोलौँ त अनि फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्नु पर्छ कुकुरी कुवा गरे नि हुन्छ माइक खोलेर अनि सम्धिनी आवाज त फेरि मिठो रहेछ नि ओ सम्धिनी फिदा हुने छ नि है फेरि ढल्ला नै उता दुईजना पुत्रुकै हामीलाई पो अफर आउने भयो त यार लाज लाग्यो रे ल आम्बो डन त बोकिनी रहेछ बोका जो पाए त्यसलाई त्यसै बोकिनी भन्छ आफ्नो थपडा हेरेर गएर कोले बोका भनेको को त्यो मलाई बोका भन्ने मान्छे मलाई बोका पो भन्दो रहेछ म बोका देखेको छिल्लेको बोका
लिएर फित्री नगर है निमठेर फेरि टाउको झोलामा ज्यान खोलामा होला नि सबै गरेर फेरि टाउको चाहिँ झोलामा 2 महिनापछि उतै गरेर चेन्ज खोलामा खोला सब गरेर एक्सेप्ट गरिदिए है सम्झिनु चालेलाई लाज लाग्यो अरे अस्ति तिमी एक दिन पुरै भात नखाइकन बसेको मैले कन्फर्मै मेरो नम्बर दिन्थ्यो अब ठिकै छ अब अहिले फेरि भन्छौ भने एक हप्ता खाना खाएनछौ भने ल दिन्छु ल नम्बर एक हप्ता खाना कति हप्ता ए तिमी त त्यस्तो शर्त राख्छ म मरे भन्यो अनि त्यसपछि कसलाई मर्यो भने ल यहाँ पोस्टमार्टम गर्ने हुनुहुन्छ त यहाँ हाम्रो यो डाक्टर साहब त्यस नगर कि म त्यो लुकासलाई पटाउन आँटेछु बोयफ्रेन्ड बनाउन आँटेछु तिमी तेरो छेस नगर के त्यो लुकासको अगाडि त्यो गेम खेल्न जाँदा बिहेबी भन्दियो नि फेरि गो अनि सुत्रेको छु त नि देख्दैन आँखा छैन I need to go. जानेर भाले ल पोथी उहाँ छटपटाइरह होला छैन हो पोथी लु ओके पोथी उहाँ छटपटाइरह